सर्वोच्च अदालतको प्रधान न्यायाधीश एमालेको झोले नै नियुक्ति भएकी छिन्। एकचोटि एमालेबाट समानुपातिक उम्मेदवार उठिसक्यो कि तपाईहरु के भन्न चाहनुहुन्छ यस विषयमा एक शब्दमा कमेन्ट गर्नु होला। सर्वसाधारण नेपाली जनताले अब के न्याय पाउला नि त? अब त एमालेका कार्यकर्ताले केपीओले मात्रै न्याय पाउने भयो त। हामी जस्ता सर्वसाधारण नेपाली जनता रवि दाइ जस्ता अन्यायमा परेका व्यक्तित्वहरूले न्याय पाउँछन् भनेर विश्वास हटो न्याय नभएबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले केही गर्न सक्नुहुन्छ भने यो कुराहरुमा चाहिँ स्वतन्त्र छवि भएका लोकसेवाबाट आएका व्यक्तित्वहरू चाहिँ तपाईहरुले राख्नुहोस् भन्न चाहन्छु म। सर्वोच्च अदालतमा न्यायाधीश प्रधान न्यायाधीशहरू तपाईको चाहिँ सरकारी वकिलहरू चाहिँ लोकसेवाबाट आएर चाहिँ स्वतन्त्र छवि भएका व्यक्तिहरू राख्नुपर्छ भन्न चाहन्छु। पार्टीका झोलेहरू पार्टीका झोलिनीहरू न्याय निकायमा राख्नु हुँदैन भन्न चाहन्छु। हाम्रै पार्टीका नि कुनै पनि सरकारी निकायमा राख्नु हुँदैन भन्न चाहन्छु म। चाहिँ स्वतन्त्र छवि भएका व्यक्तिहरू राख्नुपर्छ भन्न चाहन्छु। तपाईको आफ्नो प्रतिक्रिया कमेन्टमा गर्नुहोस्। एमालेको न्याय प्रधान न्यायाधीश नि मुर्दाबाद।